कोरियन फुटबल टिमको कुरा गर्दैछौँ हामी। कोरियन फुटबल टिम जुन एसियाको अर्को पावर हाउस टिम हो। तर यहाँ के भइरहेको छ भने 2026मा सबैले भन्दै थिए कि कोरिया थर्ड बेस्ट भएर पनि नेक्स्ट राउन्डमा क्वालिफाई हुन्छ। तर यहाँ कोरियाको लागि ठुलो धक्का लागिसकेको छ। आफ्नो ग्रुप स्टेजमा चेक रिपब्लिकसँग ब्रिलियन्ट सेकेन्ड हाफमा कमब्याक गरेको साउथ कोरियाले भने त्यसपछि होस्ट नेसन मेक्सिकोसँग 1-0 पराजित भयो र त्यसै गरी साउथ अफ्रिकासँग पनि सकिङ 1-0 को डिफिट भयो। साउथ अफ्रिकासँग पोइन्ट निकाल्न पर्ने थियो, त्यसमा कोरिया चुकेको छ। त्यसपछि अब समीकरण कस्तो बनिरहेको छ भने 8वटा टिम जुन थर्ड बेस्टबाट नेक्स्ट राउन्डमा क्वालिफाई हुनेछ र त्यसमा अलरेडी 5-6वटा टिमको फिक्स भइसकेको छ र बाँकी भनेको अझै 2-3वटा स्पोर्ट रहेको छ र 2-3वटा स्पोर्टमा पनि क्रोएसिया बाँकी नै छ हैन। त्यसै गरी तलबाट DR कङ्गो बाँकी नै छ। त्यसै गरी हेर्ने हो भने अरू टिमहरू पनि जुन अबको 3टा ग्रुपको गेम बाँकी छ त्यहाँबाट थर्ड बेस्ट टिममा अरू टिमहरूले पनि कोरियालाई उछिन्ने नै हामीले अनुमान लाउनेछौँ। यदि कोरियाको लागि चाहिँ थर्ड बेस्ट क्वालिफाई हुने चान्स छ भने त्यसको लागि अल्जेरिया पराजित हुनुपर्ने छ। त्यसैले DR कङ्गोले पनि पोइन्ट ल्याउनु हुने छैन। त्यो भयो भने 8 पोजिसनमा बसेर कोरिया नेक्स्ट राउन्डमा क्वालिफाई हुन्छ। होइन भने यदि अल्जेरिया वा DR कङ्गोले नै आफ्नो अन्तिम गेममा विन निकाल्छन् भनेपछि कोरिया टुर्नामेन्टबाट बाहिर हुनेछ र एसियन फुटबलको लागि ठुलो 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 झट्का पनि हो र ड्रब्याक्स पनि हो। किनभने एसियाबाट हेर्ने हो भने जापान अस्ट्रेलिया त अर्को राउन्डमा पुगिसकेको छन्। तर पनि अलिकति अर्को कोरिया जस्तो टिम आउट हुनु भनेको एसियन फुटबलको लागि एकदमै गाह्रो कुरा पनि हो। 2002 को सेमिफाइनलिस्ट कोरिया के हुन्छ त? कमेन्ट गर्नुहोस्, सिनारियो कस्तो आउँछ त? हामी अर्को भिडियोमा आउनेछौँ। त्यति बेलासम्मको लागि गुड बाई, टेक केयर, जय नेपाल।